र आज म फेरि डल्ले खोर्सानी चेरी पिपर फिल्डमा चाहिँ आइपुगेँ। हाई एभ्रिवान, म सधैँ तपाईँहरूको अगाडि सस्टेनेबल एग्री फार्मिङ, अर्ग्यानिक आइडिया एन्ड सजेसन, जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र आजको मेरो विषय छ है यो चेरी पिपर चाहिँ कसरी चाहिँ यसरी यो बुसी बनाउने भन्ने विषय है। अन्त यहाँ देख्नुहुँदैछ यसको यो 3वटा 4-5वटा 6वटा हाँगा देख्नुहुँदैछ है। यो सानसानोसँग यो चाहिँ अब रोप्दाखेरि चाहिँ यसको यो टुप्पोलाई चाहिँ पिन्चिङ गरेर चाहिँ रोपेको हो, त्यही कारण चाहिँ यो बुसी भएको हो। अन्त यहाँ देख्नुहुँदैछ यो पनि यसरी बुसी हुँदै आएको छ। यो प्रत्येक बोट चाहिँ यसरी बुसी हुँदै आएको छ र यसको बुसी हुने तरिका चाहिँ त्यही है, अस्ति मैले अगाडिको भिडियोमा पनि भनिहालेँ। अन्त यसको चाहिँ खासै अब ब्याटमै यो पिन्चिङ गरेको चाहिँ एकदमै राम्रो, तर मैले अब योपालि चाहिँ ब्याटमा पिन्चिङ गर्नु भ्याइनँ है। तर पनि अब रोप्दाखेरि चाहिँ यसको यो टुप्पो पिन्चिङ गरेर चाहिँ यो रोपेको हुनाले गर्दाखेरि चाहिँ सबै बुसी हुँदै आएको छ है। अन्त यसलाई चाहिँ म आजदेखि यसलाई सपोर्टिङको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ मैले अब यतिको मात्रै यसलाई दिनु सकेँ है। अन्त बादमा चाहिँ यसलाई उखेलेर चाहिँ अर्को योभन्दा अलिक लामो चाहिँ दिनुपर्ने हुन्छ है। अन्त जब सपोर्टिङ दिन्छ हामीले, सपोर्टिङ दिइसकेपछि चाहिँ यो पाराले चाहिँ यसलाई चाहिँ बाँधिदिनुपर्छ। यहाँनिर देख्नुहुँदैछ है, यो पाराले चाहिँ बाँधिदिनुपर्छ यसलाई। अन्त यसको यो हाँगा जुन चाहिँ हाँगा चाहिँ बाहिर गएको छ है, यो देख्नुहुँदैछ, यो हाँगा बाहिर गएकोलाई पनि यसरी चाहिँ तानेर चाहिँ हल्का बाँधिदिएको छु है, ताकि यो चाहिँ पुरै तेर्सिएर चाहिँ अब तेर्सो चाहिँ नजाओस् है, त्यो भनेर चाहिँ यो प्रकारले बाँधिदिएको छु। अन्त यस्तै प्रकारले चाहिँ अब यसलाई चाहिँ सबैलाई चाहिँ अब बाँध्दै जानुपर्ने हुन्छ। अन्त बाँध्दाखेरि चाहिँ सबैभन्दा बेटर डोरी चाहिँ यसको चाहिँ कपडाको डोरी चाहिँ एकदमै बेटर हुन्छ है। प्लास्टिकको डोरी अब एकदमै चिप्लो भएकोले गर्दाखेरि बान्नु पनि अप्ठ्यारो हुन्छ र त्यो जुन चाहिँ हाँगामा लगाइन्छ त्यो हाँगा र जुन चाहिँ यो सपोर्टिङमा अडिनु पनि गाह्रो पर्छ है। त्यसले गर्दाखेरि चाहिँ कपडाको डोरी चाहिँ एकदमै बेटर हो। अन्त यसलाई चाहिँ यो प्रकारले चाहिँ बान्दै गयो। अन्त यसको जब हाइट बढ्छ, हाइट बढेपछि पनि फेरि डोरीहरू थप्दै जानुपर्छ है। अन्त यसलाई